1 2 3 अङ्कल। श्रोतावर्गलाई पश्चाताप विषयमा केही कुरा आज भन्न लागेको छु। पश्चाताप भनेपछि चाहिँ पश्च देख्नु, ताप दुःखी हुनु, अनि यसको निम्ति चाहिँ खासमा चाहिने कुरा चाहिँ आफू पहिला नम्र हुनु पर्यो। अहङ्कारी मान्छेले पश्चाताप गर्नु सक्दैन, नम्र हुनुपर्छ अनि प्रभु येशूप्रति तर्फ फर्किनुपर्छ अनि आफ्ना पापहरू सबै अधर्महरू मानिलिनुपर्छ अनि क्षमा माग्नुपर्छ। अनि यसो गर्नाले चाहिँ प्रभुले भन्नुहुन्छ, म तिमीहरूको प्रार्थना स्वर्गबाट सुन्नेछु अनि तिमीहरूको पाप अपराध क्षमा गर्नेछु। अब पश्चातापमा दुईवटा कुरो के याद हुन्छ भने चाहिँ एउटा चाहिँ चेतनात्मक पश्चाताप, अर्को चाहिँ भावनात्मक पश्चाताप। दुईटामा फरक छ। एउटा व्यक्ति सचेत भएर पश्चाताप गर्छ भनेदेखि उसले ती सबैबाट छोड्नलाई एउटा निर्णय दिन्छ। अनि यो सचेतात्मक पश्चातापले चाहिँ निर्णय गर्छ। यो निर्णयको फल चाहिँ के हुन्छ, मान्छेको जीवनमा पूर्ण परिवर्तन हुन्छ। अब अर्कोपट्टि चाहिँ भावनात्मक पश्चाताप पनि छ। भावनात्मक पश्चातापमा चाहिँ उसले खालि भावनामा मात्रै पश्चाताप गरेको हुन्छ, निर्णय त्यहाँनिर केही हुँदैन। हो, त्यहाँनिर रुन्छ, आँसु बगाउँछ, दुखी हुन्छ, इत्यादि हुन्छ, तर त्यो चाहिँ क्षणभङ्गुर मात्रै रहन्छ। अनि त्यो खालको पश्चाताप चाहिँ खालि एउटा मनको सन्तोक जस्तो मात्रै मलाई लाग्छ। अनि यसमा कुनै प्रकारको लामो समयसम्मको दीर्घकालीन परिवर्तन चाहिँ देखा पर्दैन। त्यसकारणले भावनात्मक पश्चातापमा चाहिँ त्यहाँ चाहिँ निर्णय नभएको हुनाले यस्ता खालको व्यक्तिहरू चाहिँ फेरि फर्केर त्यही कुरामा फर्केर जान्छन्। अनि हामीले धेरै देखेका छौँ, धेरै मान्छे पश्चाताप गर्छन् तर फर्केर त्यहीँ जान्छ। अनि मलाई लाग्छ यो चाहिँ भावनात्मक पश्चाताप मात्र हो। यसै कारण श्रोतावर्गलाई म भन्न चाहन्छु, तपाईँको पश्चाताप चाहिँ सचेत चेतनात्मक पश्चाताप होस्, जसले गर्दा तपाईँको जीवनमा पूर्ण परिवर्तन आउँछ। अनि येशू प्रभु परमेश्वरको पुत्रले चाहिँ हामीहरूको पाप क्षमा गर्ने अधिकार भएको हुनाले उहाँको पाप क्षमामा चाहिँ सचेतात्मक पश्चातापमा मान्छेको पूर्ण परिवर्तन हुन्छ, तर भावनात्मक पश्चातापमा चाहिँ खालि क्षणभङ्गुर परिवर्तन मात्रै भएको हुन्छ। त्यसै कारणले सचेत भएर पश्चाताप गर्ने सबैलाई म आग्रह गर्न चाहन्छु। धन्यवाद।